नमस्ते। आज हामी यो नेपालमा प्रस्तावित सामाजिक सञ्जाल विधेयकबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो अहिले निकै चर्चामा छ। खासमा यसको लक्ष्य सामाजिक सञ्जाललाई अलि व्यवस्थित, मर्यादित अनि सुरक्षित बनाउने भन्ने देखिन्छ। प्लेटफर्म सञ्चालक र हामी प्रयोगकर्तालाई पनि अलि जिम्मेवार बनाउने खालको। एकदमै, यो छलफल चाहिँ विधेयककै आधिकारिक दस्तावेजमा आधारित रहेर गरौँ न त। हुन्छ। त्यसो भए यसका मुख्य प्रावधानहरू के हुन् अनि यसले के कस्तो असर पार्ला अलि विस्तारमा हेरौँ है त। हुन्छ। अब यस्तो नियमन किन चाहियो भन्ने कुराबाट सुरु गरौँ न। विश्वभरि नै सामाजिक सञ्जाल बढेसँगै नियमनको आवश्यकता महसुस भएकै हो। नेपालमा पनि प्रयोग त वात्तै बढ्यो होइन? हो नि। अनि सूचना प्रविधिको विकास पनि छँदैछ। अनि अर्को कुरा, हाम्रो संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता, गोपनीयताको हक, यिनीहरूलाई अनलाइनमा कसरी मिलाउने भन्ने पनि प्रश्न थियो। सर्वोच्च अदालतले पनि पहिले नै निर्देशन दिएको थियो क्यारी होइन केही मुद्दामा। हो, त्यो 3069 सालतिरको एउटा आदेश थियो। अनि सरकारका आफ्नै नीतिहरू जस्तो सूचना प्रविधि नीति, साइबर सुरक्षा नीति, बजेट भाषण, यी सबैले यस्तो कानून चाहिने देखाइरहेका थिए। मतलब पहिलेको त्यो निर्देशिकाले मात्रै पुगेन। त्यो 2080 को निर्देशिका अपर्याप्त भयो भनेरै यो विधेयक ल्याइएको हो। ल, अब यो विधेयकले खासमा प्लेटफर्महरूलाई मतलब फेसबुक, टिकटक जस्ता कम्पनीहरूलाई के गर्न भनेको छ त? उनीहरूका लागि त धेरै व्यवस्थाहरू छन्। सबभन्दा पहिलो त नेपालमा चलाउने हो भने अनुमति पत्र लिनु पर्यो, लाइसेन्स नै चाहिने? कति समयको लागि हुन्छ त्यो? लाइसेन्स अनिवार्य, सुरुमा 2 वर्षको लागि, अनि नवीकरण गर्दै जानुपर्ने। अनि के भयो भने लाइसेन्स खारेज हुन्छ त? खारेज हुने आधारहरू पनि छन्, जस्तो झुट्टा विवरण दिएर लाइसेन्स लिएको रहेछ भने, अनि तोकेको शर्तहरू पालना गरेन भने, राष्ट्रिय हित, सार्वभौम सत्ता प्रतिकूल काम गर्यो भने। अझै छ कि? छ नि। नेपालमा सम्पर्क गर्ने मान्छे वा अफिस राखेन भने वा प्रयोगकर्ताको गुनासो सुन्ने व्यवस्था गरेन भने पनि खारेज हुन सक्छ। मतलब लाइसेन्स नलि वा खारेज भएपछि चलाउनै नपाइने भयो। रोक लगाइन्छ। दफा 9 र 17 ले त्यही भन्छ। ती शर्तहरू चाहिँ के हुन् नि अलि विस्तारमा? शर्तहरू त झन् लामा छन्। दफा 12 मा छ। मोटामोटी भन्दा देशको हित, सार्वभौम सत्ता, सामाजिक सद्भाव बिगार्ने खालका सामग्री रोक्नु पर्यो, गैर कानूनी सामग्री आफै रोक्न सक्ने प्रविधि बनाउनु पर्यो। अनि त्यो हेट स्पीच, हिंसा भड्काउने कुरा नि? हो, त्यो पनि रोक्नु पर्यो। घृणा फैलाउने, हिंसा उक्साउने सामग्रीमा रोक लगाउनु पर्यो। प्रयोगकर्ताको गोपनीयता, बौद्धिक सम्पत्ति अधिकारको सम्मान गर्नु पर्यो। कानूनले मागेको बाहेक अरूलाई दिन भएन। अरू पनि छन् कि? छन् नि। जनचेतना फैलाउने सामग्री पनि बेला बेला हाल्नु पर्यो। गुनासो सुन्न छुट्टै मान्छे वा विभाग चाहियो, अनि तथ्य जाँच गर्ने संयन्त्र पनि। एउटा कुरा अलि अनौठो लाग्यो, वास्तविक पहिचान खुलेपछि मात्रै प्रयोग गर्न दिने रे। यो कसरी सम्भव होला र? यो प्रावधान अलि जटिल छ। व्यवहारमा कसरी लागू हुन्छ हेर्नुपर्छ। अनि पैसाको कारोबार गर्दा ब्याङ्किङ च्यानलबाटै गर्नुपर्ने, अनुसन्धान गर्ने निकायले मागेमा प्रयोगकर्ताको विवरण दिनुपर्ने जस्ता कुरा पनि छन्। बाफ्रे, यति धेरै शर्त! मानेनन् भने नि? मानेनन् भने जरिवाना छ नि। 25 लाखदेखि 1 करोड रुपियाँसम्म। निकै ठूलो रकम हो यो। अनि विदेशमा भएका कम्पनी जस्तै फेसबुक, गुगलले चाहिँ के गर्नुपर्छ? उनीहरूले नेपालमा एउटा सम्पर्क बिन्दु, कन्ट्याक्ट पोइन्ट राख्नुपर्छ अनिवार्य। मतलब नेपाल सरकार वा प्रयोगकर्ताले सिधै सम्पर्क गर्न सक्ने एउटा आधिकारिक ठाउँ। त्यो राम्रो कुरा हो। अनि सरकारले कुनै सामग्री हटाउन भन्न सक्छ कि सक्दैन? सक्छ। सूचना प्रविधि विभागले यो सामग्री गैर कानूनी छ, हटाऊ भनेर निर्देशन दिन सक्छ। प्लेटफर्मले मानेन भने अटेर गरेपछि 5 लाखदेखि 15 लाख रुपियाँसम्म जरिवाना हुन सक्छ। ओहो, यो त कडा रहेछ। पीडितले क्षतिपूर्ति पाउने कुरा पनि छ? क्षतिपूर्ति पाउने व्यवस्था पनि छ। ल, यो त भयो प्लेटफर्मको कुरा। अब हामी जस्ता प्रयोगकर्ताले चाहिँ के गर्न हुने के नहुने भयो त दफा 16 मा होला है? हो, दफा 16 मा प्रयोगकर्ताका शर्त छन्। अब कसैलाई अपमान हुने शब्द बोल्न लेख्न भएन। ट्रोल गर्ने, गाली बेजती गर्ने, अनि त्यो हेट स्पीच भन्छ नि, घृणा फैलाउने अभिव्यक्ति दिन पाइएन। हेट स्पीचलाई विधेयकले परिभाषित पनि गरेको छ क्यारे? गरेको छ। व्यक्ति वा समुदायप्रति लक्षित गरेर हिंसा वा भेदभाव फैलाउने, घृणा जगाउने अभिव्यक्तिलाई हेट स्पीच भनेको छ।
परिभाषा हुनु राम्रो हो, तर यसको प्रयोग कसरी हुन्छ त्यो हेर्नुपर्छ। अरू के गर्न नहुने? अब झुटा वा भ्रामक सूचना फैलाउन भएन, दुष्प्रचार गर्न, अरूको फोटो वा भिडियो बिगारेर हाल्न भएन, अनि कानूनले बन्दिश गरेका सामान बेच्न, त्यसको विज्ञापन गर्न वा त्यस्ता गतिविधि गर्न पनि पाइएन। जस्तो लागु औषध वा हतियारको कुरा हो त्यस्तै। अनि अर्को कुरा, अन्धविश्वास फैलाउने, मान्छेको स्वास्थ्यमा हानि पुग्ने खालको कुरा पनि पोस्ट गर्न भएन। सबभन्दा अचम्मको कुरा चाहिँ यस्तो गलत सामग्री लाइक, शेयर, कमेन्ट वा ट्याग गर्न पनि नहुने रे। जानी जानी गलत मनसायले गर्यो भने यो अलि विचार गर्नुपर्ने बुदा छ। गलत मनसाय कसरी प्रमाणित हुन्छ भन्ने प्रश्न उठ्छ, तर व्यवस्था त्यस्तै छ। यस्तो उल्लङ्घन गरेमा 5 लाख रुपियाँसम्म जरिवाना हुन सक्छ। 5 लाख? प्रयोगकर्तालाई त निकै भारी पर्ने भयो नि। हो। अब परिच्छेद 5 मा त झन् कसुर र सजायको कुरा छ, जुन अझ गम्भीर छन्। के छन् त त्यसमा? जस्तै राष्ट्रहित विपरीत काम गरेमा 5 वर्षसम्म कैद वा 5 लाख जरिवाना वा दुवै। अनि त्यो साइबर बुलिङ नि, अनलाइनमा धम्क्याउने, तर्साउने, त्यसलाई पनि कसुर मानेको छ। 2 वर्षसम्म कैद वा 3 लाख जरिवाना वा दुवै। साइबर स्टकिङ मतलब अनलाइनबाट कसैको पिछा गर्ने, हैरान पार्ने काम गरेमा 3 वर्ष कैद वा 5 लाख जरिवाना वा दुवै। अरूको आइडी ह्याक गर्ने, फिशिङ गर्ने जस्ता अपराध नि? त्यसलाई पनि सम्बोधन गरेको छ। आइडी ह्याक गरे 3 वर्ष कैद वा 15 लाख जरिवाना। फिशिङ वा झुक्क्याएर पैसा वा विवरण लिने काम गरेमा पनि त्यति नै सजाय। अनि त्यो सेक्सटर्सन आजकल निकै सुनिन्छ। त्यसलाई पनि कसुर मानेर 3 वर्ष कैद वा 15 लाख जरिवाना वा दुवै तोकेको छ। अश्लील सामग्री फैलाएमा, भ्रामक सामग्री फैलाएमा 2 वर्ष कैद वा 3 लाख जरिवाना। डीप फेक भिडियोको पनि कुरा आएको थियो नि? हो, डीप फेक नक्कली भिडियो बनाएर कसैको बदनाम गर्ने कामलाई पनि 2 वर्ष कैद र 3 लाख जरिवाना। फेक आइडी चलाउनेलाई नि? बेनामी वा फेक आइडी चलाएमा 3 महिना कैद वा 50,000 जरिवाना। तर त्यही फेक आइडीबाट राष्ट्रहित विपरीत काम गर्यो भने चाहिँ 5 वर्ष कैद र 15 लाखसम्म जरिवाना हुन सक्छ। सजाय त निकै कडा पो छन् त। अझ थप सजाय हुने अवस्थाहरू पनि छन् कि? छन् नि। यदि त्यही कसुरमा अरू कानूनमा अझ कडा सजाय रहेछ भने त्यही लाग्ने भयो। अनि सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो अपराध गरेमा 50% थप सजाय। बालबालिका प्रयोग गरेको भए 1 वर्ष थप, अनि अपराध दोहोर्याएमा पटकै पछि सजाय दोब्बर हुँदै जान्छ। बापरे, अब यत्रो नियम कानून बनिसकेपछि यसलाई लागू गर्ने कसरी त? कसले अनुगमन गर्छ? यसको मुख्य जिम्मेवारी सूचना प्रविधि हेर्ने सरकारी विभागलाई दिएको छ। उसलाई नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरण, प्रेस काउन्सिल जस्ता निकायले सघाउने छन्। अनि छिटो कारबाही गर्न केही व्यवस्था छ? एउटा द्रुत प्रतिकारण समूह, ऱ्यापिड रेस्पोन्स टिम गठन गर्ने भनिएको छ। यसले उजुरी आउने बित्तिकै छिटो छानबिन र कारबाही गर्ने अपेक्षा छ। अनि सचेतनामूलक कार्यक्रम पनि चलाउने रे। प्रमाणको रूपमा के मानिन्छ? मुद्दा कसले चलाउँछ? विद्युतीय प्रमाण मतलब अनलाइनका कुराहरूलाई प्रमाण मानिन्छ। मुद्दा चाहिँ नेपाल सरकार वादी भएर चल्छ। उजुरी गर्ने हदम्याद चाहिँ घटना भएको 3 महिनाभित्र गरिसक्नुपर्छ। चित्त नबुझे पुनरावेदन गर्न पाइन्छ? पुनरावेदनको व्यवस्था पनि छ। समग्रमा हेर्दा त यो विधेयकले सामाजिक सञ्जालको सञ्चारमा निकै ठूलो परिवर्तन ल्याउन खोजेको जस्तो देखियो है। प्लेटफर्म र प्रयोगकर्ता दुवैलाई नियमको दायरामा ल्याएर कडा सजायको व्यवस्था गरेर। हो, निश्चय पनि। एकातिर यसले अनलाइन स्पेसलाई सुरक्षित बनाउन, विकृति रोक्न मद्दत गर्ला भन्ने आशा छ, तर अर्कोतिर यसले कतै अभिव्यक्ति स्वतन्त्रता र गोप्यतालाई सङ्कुचित पो गर्दिने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। त्यो सन्तुलन कायम गर्न गाह्रो होला। एकदम। अनि त्यो वास्तविक पहिचान अनिवार्य गर्ने जस्तो कुरा व्यवहारमा कतिको सम्भव होला, कतिको सहज होला, प्रयोगकर्ताले कसरी लिन्छन्, प्लेटफर्मले कसरी कार्यान्वयन गर्छन्, यी प्रश्नहरूमा अझै धेरै छलफल र विचार विमर्श हुनु जरुरी देख्छु म चाहिँ। हो, यो कार्यान्वयनको पक्ष निकै चुनौतीपूर्ण देखिन्छ। आजको यो छलफलबाट विधेयकका मुख्य पक्षबारे स्पष्ट भयो होला। धन्यवाद है। हजुर, धन्यवाद।